वेलकम टु माई भिडियो गाइज। फेरि पनि म आएको छु होइन। यहाँ चाहिँ हाम्रो अर्ग्यानिक नेपालको साग हो है। रायो साग अर्ग्यानिक साग हेर्नु कस्तो छ। रायो साग हो अर्ग्यानिक हो, फेरि नेपालको यो प्योर नेपालको हो होइन। अब सागहरू छन्। ए सागको धनी चाहिँ यहाँ छ। ए धनी यहाँ ए सागको धनी यहाँ ह्यान्डसम छ नि साग धनी मरो ल को कराउने होइन उयो सागको धनी सम्पर्क गर्नु होला। साग रायो साग खाने भए नेपाली शुद्ध नेपाली साग अर्ग्यानिक हो हैन। अर्ग्यानिक तोरी दबाई सबै सिनालु चाहियो भने सम्पर्क गर्नु होला। मुला सुला चाहियो भने पनि सम्पर्क गर्नु होला है। मुलाहरू पनि छ। यो बेथु सेथु नि छ हाम्रो भाषामा हैन। अनि लसुन ससुन पनि छ हैन। सबै छ न त सबै छ हैन। लसुनहरू रोपेको छ है। अब यो फुल पनि देखाउन नेपाली अर्ग्यानिक यो सयपत्री फुल सयपत्री फुल मिरा छैन है। यो सब सयपत्री फुल हो हैन। फेरि सुपको बिरुवा पनि उम्रिँदैछ है। सुप पनि भइरहेछ है। सबै छ यहाँनिर सबै छ। सिमी देखौ हामीसँग सिमी पनि छ। प्राप्त भएको ठाउँ हो यो। सिमी पनि मजाले फल्दैछ है अहिले है। अब हाम्रो सेकेन्ड ह्यान्ड सब्जी व्यापारी चाहिँ यता हो। अर्को व्यापारी दिदी चाहिँ हुनुहुन्छ हाम्रो दिदी। यता हेर्नु न एकछिन हाम्रो दिदी है। त्यो अब यहाँ चाहिँ अब यस्तै यो चाहिँ हामी बस्ने क्याम्प हो होइन। किन हामी यस्तो दबाई हालेर आएको। मेरो हालत त्यस्तै लुगा यस्तो फोहोर भएर हिले तलदेखि माथिसम्म सर्लक्कै मात्रै हिले छु। के गर्नु यस्तो दुःख गरेर काम गर्नुपर्छ। भोलि गएर युरो कमाउनु सजिलो छैन साथी हो। युरोप भन्नुहुन्छ। युरोप चाहिँ नआउँदा पनि हुन्छ। इलिगल तरिकाले चाहिँ युरोप नआएकै फाइदा हो होइन। आउनुहुन्छ लिगली तरिकाले आउनु, इलिगल तरिकाले चाहिँ नआउनु। दुःख साह्रै पाइन्छ। ढाड दुख्ने होइन, कम्मर दुख्ने साह्रै गाह्रो हुन्छ। त्यही भएर सक्दो लिगल भएर आउनु, इलिगल भएर होइन। अनि अर्को कुरा अहिले अब प्रायः जस्तो सुन्नु मान्छेलाई होइन। हाम्रो अरविन्द सर यहाँ आउनु पर्यो। माल्टा पनि पुरै खाइरहेको छौँ होइन। म यहाँ अब मेरो साथीलाई भेट्न जाँदैछ। यहाँ बसिरहनु भएको छ कामबाट आएर होइन। भिडियो बनाउँदै अब के गर्नु, भिडियो बनाउँदै हिँडेको म त अब यस्तो। कति बेला आउनुभएको? भर्खर आएको? कहाँ पाइप तान्ने, पछि पाइप लगाएर दबाई पनि हालेको। केटीहरू तान्न नसक्ने भयो पाइप अनि तानेर